ल आजको कान्जी सिकाइ सुरु गरौँ है त। हाम्रो पहिलो कान्जी हेर्नुस् त, यो हो खुची, जसलाई कुची भनिन्छ। यसको अर्थ हो मुख। अब यसको आकारलाई राम्रोसँग हेर्नुस्, ठ्याक्कै मुख खोलेको जस्तो देखिन्छ हैन त? हो, यसलाई याद गर्ने सबैभन्दा सजिलो तरिका नै यही हो। ल अब वाक्यमा हेरौँ। कुचियो ओ किको आकेथे कुदासाई, अर्थात् कृपया आफ्नो मुख ठूलो खोल्नुस्। ल अघिको मुखको कान्जी त याद छ नि। अब सोच्नुस् त, त्यही मुखको अगाडि भित्र पस्नु भन्ने संकेत थपियो भने के होला? हो, त्यो बन्छ इरिगुची। इरिगुची यसको सिधा अर्थ हो प्रवेशद्वार। कुनै ठाउँमा भित्र छिर्ने मुख जस्तै भयो नि, हैन? कति तार्किक छ। ल वाक्य हेरौँ। इरिगुची वा आसोकोदेस। इरिगुची वा आसोकोदेस मतलब प्रवेशद्वार त्यहाँ छ। भित्र त छिर्यौं, अब बाहिर निस्कने ठाउँ पनि त चाहियो। हो, इरिगुचीको ठ्याक्कै उल्टो हो देगुची, अर्थात् नस्किने द्वार। यहाँ पनि हेर्नुस्, बाहिर निस्कनुको संकेतलाई त्यही मुखको कान्जीसँग जोडिएको छ। भन्नुको मतलब बाहिर निस्कने मुख। कति सजिलो। अब कसैलाई सोध्नु पर्यो भने देगुची वा दोकुदेस्का, जसको अर्थ हुन्छ नस्किने द्वार कहाँ छ। ल अब हामी देगुचीबाट बाहिर निस्क्यौं र खुल्ला ठाउँमा छौं। बाहिर निस्केपछि दिशाहरूको ज्ञान हुनु त एकदमै जरुरी छ। सुरु गरौँ पूर्वबाट। यो कान्जी हो तो, हिगासी, जसको अर्थ पूर्व हो। यसलाई याद गर्न एउटा सानो ट्रिक छ है। कल्पना गर्नुस् त, एउटा रुख, मुखको पछाडिबाट सूर्य रि उदाउँदैछ। हो, त्यही हो हिगासी। वाक्यले पनि त्यही भन्छ। थाइयो वा हिगासीकारा नोभोरिमास, अर्थात् घाम पूर्वबाट उदाउँछ। पूर्वबाट घाम उदाएपछि अस्ताउने कता होला त? पक्कै पनि पश्चिममा। हाम्रो अर्को दिशा हो निशी। निशी अर्थात् पश्चिम। हिगासीको ठिक उल्टो। ल हाम्रो दिशाको यात्रालाई अगाडि बढाउँदै वाक्य हेरौँ। निशी नि यामागा आरिमासु। निशी नि यामागा आरिमासु, जसको अर्थ हो पश्चिममा पहाड छ। पूर्व पश्चिम भयो, अब कता जाने? ल अलिकति न्यानो ठाउँतिर लागौँ है त। यो कान्जी हो मिनामी, अर्थात् दक्षिण। प्राय दक्षिणको भूभाग न्यानो हुन्छ भन्ने धारणा छ नि, हो त्यस्तै। वाक्यले पनि त्यस्तै न्यानोपनको कुरा गर्छ। मिनामिनो सीमा वा आताताकाई देश। मिनामिनो सीमा वा आताताकाई देश, यसको मतलब हो दक्षिणको टापु न्यानो छ। र अब हाम्रो 4 मुख्य दिशाहरूको अन्तिम कान्जी, खिता अर्थात् उत्तर। यसलाई याद भन्ने एउटा रमाइलो तरिका छ। यो हेर्दा कस्तो देखिन्छ? मानव 2 जना मानिस एक अर्कालाई पिठ्यू फर्काएर बसिरहेका छन्। सायद धेरै चिसो भएर होला। हो नि, उत्तरको हावा त चिसो हुन्छ। वाक्य पनि ठ्याक्कै मिल्छ। खिता खाजे गा छुमेताई देश। खिता काजे गा छुमेताई देश, अर्थात् उत्तरको हावा चिसो छ। दिशाहरू त थाहा भयो, तर हिँड्नको लागि बाटो पनि त चाहियो नि। हो, यो कान्जी हो मिची, ड मिची, जसको अर्थ हो बाटो। यसको बनावट पनि कस्तो रोचक छ। बायाँपट्टिको भागले टाउकोलाई संकेत गर्छ, जसले बाटो देखाउने वा नेतृत्व गर्ने कुरालाई जनाउँछ। अब यो बाटोमा कसरी जाने त? हेरौँ। कोनो मिचियो मासुगो इकिमासु। कोनो मिचियो मासुगो इकिमासु मतलब यो बाटो सिधा जान्छ। हामी हिँडिरहेको यो बाटो कस्तो छ होला? साँगुरो कि फराकिलो? हो, यो विशेषणले त्यही बताउँछ। हिरोई, हिरोई, जसको अर्थ हो फराकिलो वा विशाल। कुनै ठाउँको विशेषता बताउन यो शब्द प्रयोग हुन्छ। जस्तै वाक्यमा हेरौँ। कोएन वा हिरोई देश। कोएन वा हिरोई देश, अर्थात् पार्क फराकिलो छ। ठिक छ, हामी यो फराकिलो बाटोमा हिँडिरहेका छौं। एकछिन चुप लागेर सुनौ त, केही सुनिन्छ? आवाज? हो, त्यही आवाजलाई जापानिजमा भनिन्छ ओतो। ओतो। हाम्रो यो यात्रामा अलिअलि इन्द्रियहरू पनि प्रयोग गरौँ न, हैन? के को आवाज सुनिरहेको होला? सायद चराको। वाक्यले भन्छ तोरिनो ओतोगा किकोएमास। तोरिनो ओतोगा किकोएमास। यसको अर्थ हो चराको आवाज सुनिन्छ। थ्याङ्क्स फर वाचिङ। यस्तै जीएफटी खान्जी लेसनको लागि खान्जी कोरलाई सब्स्क्राइब गर्नुहोला।